एलिना चौहानले यतिसम्मको हिंसा सहेर बसेकी रहेछन्। म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ अबेरसम्म बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो। त्यस्तैमा 3 महिनाको बसाइपछि म नेपाल फर्किए। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रमहरूमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लान्छना लगाई मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखि म फिरादी र विपक्षी पति बीच भावनात्मक रूपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रूपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 95 ग का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आफ्नो जीवन बिताउन श्रेयकर लागेकाले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिराद पत्र लिए सम्मानित अदालत समक्ष उपस्थित भएकी छु। विपक्षीलाई यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझ्नुपर्छ बुझी हामी बीच कायम रहेको पति पत्नीको नाता सम्बन्ध विच्छेद गराइपाऊ।